नेपाल धितोपत्र बोर्ड सेवनले शेयर बजारमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङको सम्भावित जोखिमबारे अध्ययन थालेको छ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संस्थापक तथा उच्च पदस्थ पदाधिकारीहरूमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दर्ता भएपछि सेवनले यसलाई प्रतिनिधिमूलक घटनाका रूपमा लिएर अन्य कम्पनीहरूमा पनि यस्तै प्रकृतिका गतिविधि भएको हुन सक्ने आशंका सहित अध्ययन अघि बढाएको हो। सेवनका एक अधिकारीका अनुसार नयाँ अध्यक्ष डा गोपाल भट्टले पदभार ग्रहण गरेपछि धितोपत्र बोर्डमा देखिएको संरचनागत विकृति अपारदर्शी लगानी तथा कम्पनीको स्वामित्व संरचना मार्फत हुन सक्ने गैर कानूनी वित्तीय गतिविधिबारे अध्ययनलाई प्राथमिकतामा राखिएको छ। बोर्डका ती अधिकारीले भने हिमालयन रिइन्स्योरेन्सको घटना एउटा प्रतिनिधि उदाहरण मात्र हुन सक्छ। यस्तै प्रकृतिका गतिविधि अन्य कम्पनीमा पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। त्यसैले विभिन्न कम्पनीको शेयर स्वामित्व लगानीको स्रोत तथा कारोबारको प्रकृतिबारे अध्ययन भइरहेको छ। उनका अनुसार अध्ययनको दायरा हिमालयन रिइन्स्योरेन्समा मात्र सीमित छैन। सेवनले केही व्यक्ति तथा संस्थाको गतिविधिमाथि समेत निगरानी बढाएको छ। प्रारम्भिक रूपमा शंकास्पद देखिएका लगानीकर्ता, संस्थापक समूह र उनीहरूसँग सम्बन्धित कारोबारको विवरण विश्लेषण भइरहेको स्रोतको भनाइ छ। हालसम्म अध्ययनका क्रममा कुनै कम्पनी वा व्यक्तिलाई औपचारिक रूपमा कारबाहीको दायरामा ल्याइएको भने छैन, तर आवश्यक परे अन्य नियामक निकायसँग समन्वय गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइने बोर्डको तयारी छ। सेवनले पछिल्लो समय धितोपत्र बजारलाई थप पारदर्शी, उत्तरदायी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन गर्ने नीति लिएको छ। सोही रणनीति अन्तर्गत लगानीकर्ताको स्वामित्व, लाभग्राही लगानीको स्रोत, संस्थापक शेयरको कारोबार तथा समूहगत लगानीको प्रकृतिमाथि समेत विशेष निगरानी बढाइएको छ। यसैबीच हिमालयन रिइन्स्योरेन्सका केही संस्थापक तथा उच्च पदस्थ पदाधिकारीहरू विरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। उक्त मुद्दामा दीपक भट्ट, सुलभ अग्रवाल लगायतका व्यक्तिहरू प्रतिवादी रहेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूमाथिका आरोप कानूनी रूपमा अन्तिम टुङ्गो लागिसकेको अवस्था भने होइन। धितोपत्र बजारसँग सम्बन्धित जानकारहरूका अनुसार यदि कुनै कम्पनीको स्वामित्व संरचना वा शेयर कारोबार सम्पत्ति शुद्धिकरणसँग जोडिएको पुष्टि भए त्यसले बजारको विश्वसनीयतामै असर पार्न सक्छ। त्यसैले नियामकले समयमै जोखिम पहिचान गरी निगरानी प्रणाली बलियो बनाउन थालेको कदमलाई सकारात्मक रूपमा हेरिएको छ। सेवनले आगामी दिनमा अध्ययनको निष्कर्षका आधारमा आवश्यक परे नियामकीय व्यवस्था थप कडा बनाउन बताएको छ।